आई विश काश मैले यो कुरा मेरो 20s मै बुझेको भए, केही वर्ष अगाडि सिकेको भए, इट वुड बी समथिङ डिफ्रेन्ट यु नो। हामीलाई यस्तो लाग्छ जे कुरा हामीले बोलिरहेका छौँ हाम्रो अगाडि सुन्ने व्यक्तिले पनि ठ्याक्कै त्यही सुनिरहेको छ र त्यस्तै बुझिरहेको छ। नो नो नो, इट डजन्ट ह्यापन द्याट वे। प्रत्येक मानिसले आफ्नो मुड र आफ्नो फिल्टरको अनुसारले कुरा सुनिरहेको हुन्छ र त्यसै अनुसारले उसले कुरा बुझिरहेको हुन्छ। धेरै पटक यस्तो भएको छ मैले केही कुरा बताइरहेको छु कसैलाई अनि केही समयपछि यदि त्यो व्यक्तिले त्यही मैले बोलेको कुरा दोहोऱ्यायो भने मलाई यस्तो लाग्छ मैले यस्तो भनेको थिएन, मैले भनेर मेरो बोल्ने तरिका यस्तो थिएन। अनि त्यसपछि सुरु हुन्छ कहिले पनि नसकिने बस। उसले भन्छ हो तैँले यस्तै भनेको थिइस्, तैँले यसरी नै भनेको थिइस्। अनि लाग्छ काश यो कुरा क्यामेरामा रेकर्ड भएको भए मैले बोलेको कुरा बताउँथेँ तँलाई कि मैले के बोल्न खोजिरहेको थिएँ, मैले के भन्न खोजिरहेको थिएँ। मेरो वर्षौंको अनुभवबाट मैले यो सिकेँ, बहस गर्नुको सट्टा बरु शान्त भएर मैले के भने भन्नुभन्दा पनि तिमीले के बुझ्यौ, वाट डिड यु हियर, वाट डिड यु अन्डरस्ट्यान्ड, यसरी सोध्यौ भने जब उनीहरूले बताउँछन् मैले यसरी सुने र यो कुरा बुझेँ, हामीले त्यसपछि शान्त भएर बताउन सक्छौँ नो मैले त्यो भन्न खोजेको थिएन, म यसलाई फेरि भन्छु ल, मैले भन्न खोजेको कुरा यस्तो थियो, यो शब्दको आशय यस्तो थियो। यहाँ चाहिँ तैँले बुझ्न सकेनस् भनेको होइन, तर सायद जे कुरा हामीले बुझाउने कोसिस गरेका थियौँ सही तरिकाले हामीले एक्सप्लेन गर्न सकेनौँ या सही तरिकाले हामीले त्यसलाई उसको मेन्टालिटीमा म्याच गर्ने तरिकाले बताउन सकेनौँ। प्रत्येक सम्बन्धहरूमा जित्नुभन्दा पनि एकअर्कालाई बुझ्नु अझ धेरै इसेन्सियल हुन्छ। द्याट्स माई पर्सनल एक्सपिरियन्स एन्ड पर्सनल ओपिनियन। त्यसैले रिडु बिफोर यु रुइन इट। आफ्ना शब्दहरूलाई फेरि सच्याउने मौका दिनुहोस् आफैलाई। Have a good day. See you in next video.